जनता व्यक्ति पाइँदैन। मन्त्रीज्यू तपाईले यसमा ठुलो कमी कमजोरीहरु तपाईको भएको छ। कारबाही गरेर तपाईले राजीनामा दिनुपर्छ, तपाईले मन्त्रीबाट राजीनामा दिनुपर्छ। हामीले ताकेर बसेको छ, हामी पनि यो देशमा बलियो तामाङहरु पर्छ, बुझ्नुभयो? राणाको पालोमा भीमफेदीबाट गाडी बोकेर हामी तामाङहरु हामी पनि यो देशमा 4 नम्बरमा भोट पाएर आएको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पहिलो भोट, सेकेन्डमा मैले सिधै हाले सभामुख महोदय, सेकेन्डमा रवि लामिछाने, त्यसबेला डाक्टर सुनिल, त्यसै मैले भोट पाएको यो देश। जनताले हामीलाई पत्याएको छ। तपाईहरु अलिकति देशको लागि, व्यवहारको लागि अलिकति दयामाया लाग्दैन तपाईहरुलाई? बजेट त लानुस्, झापा लानुस् अथवा पापा लानुस् अथवा धनरेल लानुस्, मैत्रीमा लानुस्, दौडेलदो लानुस्, त्यो हाम्रो मतलब भएन। तर देश कसरी बनाउने कुराहरु बनाउनु परेन? तपाई त अलि मात्र राम्रो अनुभव होला जस्तो लागेको थियो। तपाईलाई त मान्ने प्रदेशको मान्नेले भोट हालेको, तपाईलाई गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर उपमेयरले भोट हालेको। हामी जस्तो जनताले चाहिँ यताबाट सिका भोट हालेर आएको हामी चाहिँ हामी मान्ने हो। खै त त्यो बिपी आयो है, कहाँ गयो? कार्तिक मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार 9 महिना कहाँ गएको छ? त्यसको भोलि त्यहाँनिर दिनमा 20,000 यताबाट जान्छ, 20,000 पूर्वबाट आउँछ मान्छे। त्यहाँ भोलि ब्लक भयो, त्यहाँको क्षति भयो, त्यहाँ मान्छे मरेर कसले जिम्मेवारी लिने? तपाईँ के हेरेर बस्नुभयो 9 महिनासम्म त्यो बाटो नबनाएर? को थियो त्यो? तपाईँभन्दा ठुलो मन्त्री कोही थियो? त्यो बिपी आयो है मा क्षति कुनै मानिसहरु क्षति भयो भने तपाईको मन्त्रालयमा ल्याएर ल्याउँछु, त्यहाँको जनताहरु हामी बोकेर त्यहाँ ल्याउँछु। तपाईले त्यतिखेर कति बिहेर्नु पर्छ थाहा हुन्छ तपाईले त्यतिखेर। तपाई आज कुन चिन्हबाट चाहिँ तपाई आज चाहिँ राष्ट्रिय सभामा आउनु भएको छ? सूर्य चिन्हबाट होइन? सूर्य चिन्ह कसको? कुन पार्टीले रोजे हो? नेकपा एमाले रोजे होइन? नेकपा एमालेको चाहिँ सूर्य चिन्हको चाहिँ महासचिव को थियो? पुष्पलाल। पुष्पलाल जन्मे कहाँ हो? रामेछाप जिल्लामा। रामेछाप जिल्लामा तपाईले बजेट कहाँ छ देखाउनुस् त? तपाईले पुष्पलालले के भन्ला पछि तपाई माथिको जाने बेलामा? धर्म पनि सोच्नु होला। तपाईले मैले पोहोर पनि सभामुख महोदय मैले पोहोर पनि भने पुष्पलालको नाम बेची पुष्पलाल राजमार्ग पनि पुष्पलालकोबाट नछुइकन बाटो जाने जो मन्त्री आए पोहोर रघुवीर महासेठले त्यही काम गर्नुभयो। यसपालि तपाईले त्यही काम गर्नुभयो। यो बजेट चाहिँ कसरी बाँडफाँड गर्नु पर्यो भने पहिला नै बजेट आउनु भन्दा पहिला नै मन्त्रीहरूले ल्याएर उभिएर चाहिँ खबरदार भनेर चाहिँ सभामुख महोदय अर्को आउने सिजनको बजेटमा चाहिँ पहिल्यै मन्त्रीहरूले ल्याएर चाहिँ बजेटको व्यवस्थाहरुमा खबरदार दायाँबायाँ गर्नु पाइँदैन भनेर भन्नुभएको छ। मेरो जिल्लामा 6 वटा गाउँपालिका 2 टा नगरपालिका छ, 64 वटा छ, 1,89,900 भोट छ त्यहाँनिर। त्यो भोटको कदर गर्न लागि 15 करोड बजेटले मन्त्रीज्यू चल्छ रामेछाप 6